नमस्कार सम्पूर्ण साथीहरूलाई डिकबहादुर गुरुङ युट्युब च्यानलमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। नमस्कार, गुड मर्निङ। हजुरहरू के गर्दै हुनुहुन्छ? म त चाहिँ गाउँघरमा आइपुगेको छु। गाईचहरू यस्तै भ्लग बनाइरहेको छु, हेरिदिनु होला। धेरैभन्दा धेरै माया गरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु भने नभुल्नु होला। धेरैभन्दा धेरै म दुखीको धेरैभन्दा धेरै माया गरिदिनु होला मलाई। म चाहिँ भ्लग बनाइरहेको छु। गाईचहरू गाउँघरको यस्तो छ, पुरै घारीहरू देख्न सक्नुहुन्छ। गाउँ पुरै रित्तिसकेको अवस्था छ। 2-4 घर मात्रै हुनुहुन्छ, सबै काठमाडौँतिर जानुभएको छ। म नि अब गएको थियो घर बनाउनु, ज्यामीकाममा गएको थिएँ। म चाहिँ अस्ति फुलपातीको अघिल्लो दिन आएको दसैँको। अब दसैँ पनि सकियो। अब म चाहिँ तिहारतिर फर्किन्छु है गाईचहरू। हजुरहरू के गर्दै हुनुहुन्छ? म त यस्तै छ। म अहिले बजारतिर हिँड्दैछु। बाटो यस्तै छ। गाउँघरको भ्लग यस्तै छ। गाईचहरू राम्रो मानेर हेरिदिनु होला। धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। मलाई धेरैभन्दा धेरै मेरो भ्युज चाहिँ बढेको छैन। सम्पूर्ण साथीहरूले माया गरेर हेरेर भ्युज बढाइदिनु होला है। म चाहिँ ओखलढुङ्गातिर लाग्दैछु, बजार हिँडेको। गाईचहरू यसो बिमारी हुँदा ओर्दा उपचार गर्ने त्यो रिन्यु गर्नलाई हिँडेको, स्वास्थ्य बिमाको। हजुरहरू के गर्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला। देश विदेश सम्पूर्ण ठाउँबाट हेरिदिनु होला मलाई। यो यस्तै छ गाउँघरको भ्लग। खासै हेर्नु लायक त छैन, अब यस्तै भए पनि हेरिदिनु होला राम्रै मानेर है साथीहरू। म चाहिँ यहाँ बजारतिर हिँडेको, म यहीँ छु। यस्तै छ है गाईचहरू। अर्को भ्लगमा भेट्ने बाचा सहित छुट्न चाहन्छु है गाईचहरू। नमस्ते, बाई बाई।